हेलो साथीहरु नमस्ते वेलकम माई युट्युब च्यानल लिसा पछाई। आज पनि म हजुरहरुमा धेरै दिनपछि एउटा भिडियो लिएर आएको छु। हेर्न सक्नुहुन्छ एउटा बन्दा रहेको छ। त्यो बन्दालाई चाहिँ मैले मजाले मसिनो काट्दैछु। आज म के बनाउन गइरहेको छु भन्ने चाहिँ हजुरहरु पुरा भिडियो हेरेर थाहा पाउनु हुनेछ। त्यसको लागि चाहिँ मैले बन्दालाई मसिनो गरेर काट्दै छु। यतिकै भागमा काट्दा पनि हुन्छ, अझै मसिनो काटे पनि हुन्छ, नभए कोर्दा पनि अझै राम्रो हुन्छ। मैले चाहिँ यसरी मसिनो भागमा काट्दै छु। यतिको काटिसकेपछि बाँकी रहेको भागलाई पनि फेरि काट्दै छु मैले। यति काटेर सकाइसकेपछि चाहिँ मैले एउटा ठुलो साइजको प्याज पनि चप गरे। खुर्सानी चाहिँ खासै राख्दिन किनभने पिरो कम खानी पनि हुनुहुन्छ। त्यसको लागि चाहिँ मैले 3वटा मात्र खुर्सानी एड गरेछु यसमा। अब बच्चाहरूले खानी छ भने त राख्दै नराख्दा पनि एकदम राम्रो हुन्छ। पछि अब हामीले चटनीसँग खाइन्छ। अनि के हो भन्दाखेरि चाहिँ बन्दा काटे अनि प्याज चाहिँ ठुलो साइजको काटे, 3वटा खुर्सानी पनि एड गरे यसमा। गरिसकेपछि आलुलाई पनि मसिनो चिरामा काटेर एड गर्छु। खासमा चाहिँ यो चाहिँ मैले पकौडा बनाउन गइरहेको छु, बन्दा आलु र प्याजको। अनि 3वटा आलुलाई पनि मैले बोक्रा मजाले फालिसकेपछि मसिनो भागमा पहिला चिरा पार्छु यसरी। अब सबै चीजहरु मजाले पाक्नु पर्यो, त्यही भएर मसिनो काट्दाखेरि चाहिँ मजाले क्रन्ची भएर पाक्छ। त्यसरी यसरी पहिला ठुलो भागमा काट्छु। काटिसकेपछि बल्ल यसलाई मसिनो चाहिँ यसरी चिरा बनाउँछु। खासमा चाहिँ अब आलु चप भन्दा खाँदाखेरि चाहिँ टेस्टी तातो खाँदा यस्तो वाला पकौडा मिठो हुन्छ। आलु चपको छुट्टै वाला टेस्ट हुन्छ भने यसको चाहिँ क्रन्ची वाला छुट्टै वाला पकौडाको टेस्ट हुन्छ। हजुरहरु पनि घरमा बनाएर ट्राई गर्न सक्नुहुन्छ। छिटो मिठो बनाउनका लागि चाहिँ म प्राय यस्तो वाला पकौडा बनाउँछु। अनि अलि टाइम भएको बेलामा चाहिँ मलाई चाहिँ आलु चप नै मन पर्छ, आलु चप बनाउँछु। आलु चपको पनि भिडियो लिएर आउने छु। यसै गरी 3वटा आलुलाई मसिनो गरेर मजाले काटेर सबै अनि त्यसैमा एड गरे। यसैमा एड गरिसकेपछि मैले बाहिरको चीजहरु चाहिँ केही पनि राख्दिन किनभने बेबीले पनि खानको लागि। अनि मैले नुन राखे यसमा, थोरै बेसार राखे, अलिकति धुलो मसलाहरु एड गर्छु। यो चाहिँ थोरै कर्नफ्लोर पनि एड गरे यसमा। अनि अलिकति धुलो मसला हो यो। अनि यसलाई सबैतिर मिक्स गरे पहिला। अब यसमा चाहिँ बेसन एड गर्ने हो। मैले चाहिँ बेसन खासै युज गर्दिन, मैले आटा एड गर्छु यसमा। थोरै पानी राखेर अलिकति सफ्ट हुन्जेली मिचिसकेपछि यसमा धनिया छुटेको रहेछ, थोरै धनिया पनि काटेर एड गरे। अनि थोरै आटा पनि एड गरेको छु, त्यो स्किप भयो। अनि मजाले यतिको भयो हेर्नु त। अनि एकैछिन यसलाई चाहिँ छोपेर राख्दियो भने अझै सफ्ट हुन्छ यो। अनि यतिको भयो। यता चाहिँ कराई बसालेर तेल तात्नलाई छोडिदिएको थिएँ। अनि तेल तातिसकेपछि मैले चाहिँ 5-7वटा गरेर यसमा पुर्याउँदै गएको छु। अनि यसलाई चाहिँ मजाले पाक्नुपर्छ किनभने चाहिँ बन्दा छ, आलु छ। अरु बाहिरको चीज मैले केही पनि एड गरेको छैन। हेर्न सक्नुहुन्छ कस्तो राम्रो देखिएको छ। यतिको भइसकेपछि उल्टाइ गरेर मजाले पाक्न दिन्छु। पाकिसकेपछि चाहिँ यसलाई प्लेटमा राख्छु, हटकेसमा राख्छु तातेर होस् भनेर। सफ्ट हुन्छ। फेरि अर्को भाग पनि राखेर अनि यसै गर्दै सबै पकाउँदै यतिको रेडी भयो। आजको खाजामा चाहिँ यही हो। मैले चाहिँ धेरै दिनपछि भिडियो लिएर आएको छु साथीहरु। लाइक कमेन्ट सब्स्क्राइब गर्नु होला।